महिनावारी न महिना पारी म हुँ महिनाभरि लेखिएको टी सर्ट लगाएर प्रियङ्का कार्की र आयुष्मान देशराज जोशी सोमबार धनुषा पुगे। आयङ्का फाउन्डेसनले आयोजना गरेको महिनावारी सचेतना लगायत विभिन्न कार्यक्रममा सहभागी हुन उनीहरू धनुषा पुगेका हुन्। खानेपानी मन्त्रालयले उनीहरूलाई महिनावारी स्वच्छता दूत नियुक्त गरेको थियो। उनीहरूले महिनावारीप्रति आम मानिसहरूमा रहेको नकारात्मक धारणालाई चिर्न आयङ्का फाउन्डेसन मार्फत यो अभियान थालेका हुन्। 1 महिना अघि स्थापना भएको उक्त फाउन्डेसनले धनुषाको 3 विद्यालयबाट यो अभियानको सुरुवात गरेको हो। नायिका कार्की आयङ्का फाउन्डेसनकी अध्यक्ष हुन् भने अभिनेता आयुष्मान देशराज जोशी उक्त फाउन्डेसनका कोषाध्यक्ष हुन्। त्यस्तै फाउन्डेसनका सल्लाहकारमा सरोज ओली रहेका छन्। आयङ्का फाउन्डेसनले धनुषा जिल्लाको 3 विद्यालय जनता मावि, हरिपुर नेगाहरपुर मावि र आधारभूत निमाविमा कार्यक्रम आयोजना गरी विभिन्न सामग्रीहरू वितरण गरेको छ। पञ्चकन्या फाउन्डेसनको सहयोगमा महिला मैत्री शौचालय निर्माण गरी उक्त 3वटै विद्यालयमा उक्त सामग्रीहरू हस्तान्तरण गरेको छ। फाउन्डेसनले 3वटै विद्यालयमा 2वटा महिला मैत्री शौचालय, 10वटा फलफुलका बिरुवा, 2 थान डस्टबिन, 100 थान स्कुल ब्याग वितरण गरेको हो। त्यस्तै केजीएच फाउन्डेसनको सहयोगमा 50 थान पुनः प्रयोग गर्न मिल्ने प्याडको किट पनि वितरण गरिएको छ। कार्यक्रममा अभिनेत्री प्रियङ्का कार्कीले महिनावारीको विषयमा अहिलेसम्म खुलेर कुरा गर्ने संस्कार विकास भइ नसकेको भन्दै छात्राहरूलाई महिनावारी भएको समयमा सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिन्। साथै महिनावारी भएको बेला लाज मान्ने कुनै कुरा नभएको र महिनावारी भनेको प्राकृतिक कुरा भएकोले सबै छात्राहरूलाई प्याडको प्रयोग गरिसकेपछि पुनः घाममा सुकाएर प्रयोग गर्न पनि सल्लाह दिइन्। केजीएच फाउन्डेसनको सहयोगमा वितरण गरिएको उक्त प्याड वातावरण मैत्री रहेको आयङ्का फाउन्डेसनकी अध्यक्ष समेत रहेकी नायिका कार्कीले बताइन्। कपडा र कपासबाट बनेको प्याडको एउटा किटले 1 वर्षसम्म पुग्ने र धोएर पुनः प्रयोग गर्न सकिने भएकोले पर्यावरणमा पनि कुनै असर नगर्ने उनले बताइन्। फाउन्डेसनका कोषाध्यक्ष आयुष्मानले महिलाहरू महिनावारी भएको बेला पुरुषहरूले महिलाहरूको विशेष ख्याल राख्नुपर्ने बताए। महिनावारी भएको बेला महिलाको पीडालाई बुझेर पुरुषहरूले सहयोग गर्नुपर्ने उनको भनाइ थियो। साथै उनले आयङ्का फाउन्डेसनले महिला सचेतनामा निरन्तर लागिरहने प्रतिबद्धता पनि व्यक्त गरे। यो कुराले गर्दाखेरि भेदभाव भएन, छोरी मान्छेहरू लजाउनु भएन, डराउनु भएन। यसलाई सामान्य हिसाबमा लिएर आफ्नो पढाइ, आफ्नो लाइफ, आफूले गर्नु परेको इच्छा आकाङ्क्षाहरूलाई दबाउनु भएन। यो सबै कुराहरूको सुरुवात तपाईँले आफैबाट हुन्छ। भित्रको आवाजलाई सुन्नुहोस् र कहिले पनि आफूलाई दबाउन नदिनुहोस् र सबैजना राम्ररी पढ्नुहोस्। जुन हामीले दुईटा शौचालय बनाइदिएको छौँ त्यसलाई सफा राख्नुहोस्, त्यसलाई प्रयोग गर्नुहोस्। जुन बिरुवाहरू रोपेर गएका छौँ त्यसलाई माया गर्नुहोस्, पानी हाल्नुहोस्, आफूसँग त्यसलाई पनि ग्रो हुन दिनुहोस्। किनभने जब वातावरण सफा हुन्छ, हरियो हुन्छ, हाम्रै राम्रो हो। यो सबै कुरा ध्यानमा राखेर यहाँहरू सबैजना राम्रोसँग पढ्नुहोस्, ठुलो मान्छे हुनुहोस्, ज्ञानी हुनुहोस् है। किनभने हामीले कपडा हाल्छौँ, थाङ्ना हाल्छौँ, प्याड हाल्छौँ, जे हाले पनि हामीले त क्वालिटीबाट हाल्नु पर्यो नि त, हो कि है। अब क्वालिटीमा
हामीले के प्रयोग गर्छौँ? प्याड प्रयोग गर्छौँ। हामी प्याड प्रयोग गर्छौँ है। अब हामीले कस्तो प्याड लिएर आएको छौँ यसपालि भने कपडाको किन भन्दाखेरि जब तिमीहरूले प्लास्टिक भएको जुन प्याड पाउँछ नि रुवाको त्यो चलाएपछि एकचोटि चलाएपछि त्यसलाई फाल्नु पर्यो। फाल्दाखेरि कोही कोही बेला वातावरणमा समस्या, वातावरण फोहोर हुन्छ, त्यसलाई बाथरुममा यदि फ्लस गर्ने गर्दैछ भने फ्लस गर्न हुँदैन, बाथरुम जाम हुन्छ। त्यसले गर्दाखेरि चाहिँ सहज र सजिलो र आफ्नो स्वास्थ्यको लागि पनि राम्रो भनेको कपडाको प्याड हो। यहाँभित्र जुन सिलाइ छ नि यहाँ मुनि तारमाथि गरेर यो सिलाइभित्र चाहिँ जुन हाम्रो सामान्य हामीले किन्ने प्याड लाउँछौँ नि त्यो प्याडभित्र भएको रुवा यसभित्र पनि छ। त्यसरी बनाइएको हो यो प्याड। त्यसैले तपाईँहरूले यसलाई राम्रोसँग प्रयोग गर्नुभयो भने तपाईँले यसलाई 1 वर्षसम्म चलाउन सक्नुहुन्छ। प्रयोग गर्ने यसरी फोल्ड गरेर प्याड राखेर जस्तो गरेर देख्नुभयो प्याड जस्तो बन्यो नि यो होइन। यसलाई प्रयोग गर्नको लागि होल्डर छ। अब यो होल्डर भनेको के हो? यो प्याडलाई तपाईँले सिधै तपाईँको प्यान्टमा राख्नुभयो भने यो त हल्लिन्छ हो कि होइन? र महिनावारी भएको बेलामा यो हल्लियो भने त के हुन्छ? फोहोर हुन्छ होइन त? रगत तपाईँको युनिफर्ममा लाग्छ, लुगामा लाग्छ, बसेको कुर्तीमा लाग्छ हो कि होइन? हामीले प्याड लाउने भनेको नि फोहोर मैला नहोस्, आफ्नो जिउमा जुन रगत बग्छ महिनावारी हुँदाखेरि त्यो नेचुरल हो, त्यसमा केही नराम्रो चिन्दैन। तर त्यसलाई सफा तरिकाले हामीले त्यसलाई ह्यान्डल गर्न सक्छौँ। सो यो प्याड तपाईँले मानौँ यो होल्डरमा राख्नुभयो। अब राख्ने तरिका देखाउँछु है। यहाँ माथिबाट छिरायो है, त्यसपछि यसरी छिराउने तलबाट पनि छ। अब छिराएपछि यो एउटा घर जस्तोमा बस्यो है। अब यहाँ आएर यो तपाईँहरूले लाउने प्याडहरू मान्नु यसरी खोल, यसरी खोलेसम्म त हो। अब यसलाई तपाईँले मानो तिमीले प्याड आफ्नो लुगाको मुनि त लगाउँछौ नि हो कि होइन? अब यो प्याड जुन हामीले भर्खर यहाँ भित्राएर राख्यौँ यसलाई तिमीले मानो यस्तो राख्यो है। अब राखेपछि यो नसर्नको लागि त्यसैले यो होल्डर छ यहाँ देख्यो कि तपाईँलाई देखाउँदै है। यहाँ जुन होल्डर छ खिचेको भन्छ क्या। अब यो होल्डरमा बसेपछि के भन्छ? यो के हुन्छ भन त? अब यो सर्दैन हो कि होइन? यो कहीँ पनि सर्दैन। यसलाई मजाले यहाँ होल्ड गरेको हुन्छ। जब तपाईँले यो आफ्नो लुगाभित्र लगाउनुहुन्छ तब तपाईँको प्याड हल्लिँदैन किनभने यसले होल्ड गर्छ। बुझ्यो नि है? बहिनीहरू एकदमै हाँसिरहेको देखिरहेको छु मैले। यो हाँस्न लाग्ने विषय नै होइन, यो एकदमै साधारण हरेक छोरी मान्छेलाई हुने कुरा हो। र किनकि हामी यो कुरामा हाँस्छौँ, लजाउँछौँ, लुक्छौँ, डराउँछौँ, त्यसैले हामी हेरिएका हो कि होइन? हो कि होइन भन त? यो कुरालाई छोरी मान्छे भएर तपाईँको मिडल क्लास हो मेरो शरीरमा हरेक महिनावारी हुन्छ भन्न सक्नु पर्यो। र यो कुनै लाजको, कुनै दुःखको या कुनै शरमको कुरा होइन। यो हरेक मान्छेलाई हुन्छ। तर यो बेलामा तपाईँले आफ्नो शरीरलाई त सफा राख्नु पर्यो नि त। कति गाउँघरतिर सामना प्रयोग गर्छन्, त्यसलाई धोएर राम्रोसँग घाममा पनि सुकाइँदैन। भित्रभित्र घरको मुनि, खाटको मुनि, किनभने लाजले गर्दा। त्यसले गर्दा के हुन्छ? तपाईँको सामनामा यदि कीटाणुहरू छ, यदि रगतमा आएको फोहोर मैला छ भने त्यो धोएर सुक्दैन। तपाईँले फेरि केही खाना लाउनुहुन्छ भने तपाईँलाई रोग लाग्छ। किनभने आफ्नो भित्रको शरीरलाई तपाईँले सफा राख्न सक्नु भएन भने त रोग लाग्ने हो नि त्यहाँबाट। त्यसैले यो चिज हामीले यहाँ ल्याइदिनुको कुरै मेन के हो भने यो चलाउनु ठुलो कुरा होइन। यहाँहरूले चलाइरहनु भएको छ, प्याड चलाउनु भएको छ, कपडा चलाउनु भएको छ, तर यहाँहरूको सोच बदलिनु पर्यो क्या। जब यदि कसैले महिनावारीको कुरा निकाल्छ, यसरी प्याड देखाउँछ भने यहाँहरू आफै छोरी मान्छे भएर हाँस्नु भएन, लजाउनु भएन। किन हाँस्ने, किन लजाउने भन्नु त? यही महिनावारी, यही प्रक्रियाबाटै हामी सबै जन्मेको हो। म त हामी जन्मिँदै जन्मिँदैन थियो हो कि होइन? हो नि। त्यसैले यो कुरालाई निडर भइकन यदि यहाँहरू महिनावारी भएको बेलामा स्कुल आउनु हुँदैन भने आउनु पर्यो, विद्यालय आउनु पर्यो। यो कुराले गर्दा तपाईँ घरमा बस्ने, लजाउने, बाथरुम नजाने, आफ्नो कति इच्छा आकाङ्क्षा होला त्यसलाई मार्न त भएन नि त हो कि होइन? अब यो यसरी प्रयोग गरेपछि एउटा ब्यागभित्र हामीले 4वटा हालिदिएका छौँ। बुझ्नुभयो? 4वटा। किनभने तपाईँले यसलाई भित्र सक्नुहुन्छ। बोक्नुको लागि पनि एउटा सानो ब्याग पनि छ। तपाईँले यसमै मानव दिनमा तपाईँलाई 2-4 युज हुन्छ भने 2टालाई राखेर यसरी फोल्ड गरेर यो ब्यागमा राखेर पनि ल्याउन सक्नुहुन्छ आफ्नो ब्यागमा हालेर। र मानव चेन्ज गर्नु पर्यो तपाईँको प्याड चेन्ज गर्ने बेला भयो भने अब त्यो धुने प्याड हो, तपाईँले यसलाई पाल्नु त हुन्न किन घर गएर धुन सकिन्छ। सो युज लाइक
तपाईँले चेन्ज गर्नुभयो भोल्न त्यही नहुन्छ यो प्याड चेन्ज गरेर जानु पर्यो भने तपाईँले यसलाई चाहिँ अरू पनि प्याड प्रोभाइड गरिएको छ प्याडमै राखेर चेन लगाएर सानो प्याड अनि तपाईँले आफ्नो प्याडमा राखेर घरमा गएर धुन सक्नुहुन्छ अर्को आफूले युज गरेको महिनावारी घरको बेलामा युज गरेको जुन प्याड हुन्छ कपडा हुन्छ गाउँघरतिर पनि एकदम चलन छ त्यसलाई सुकाउन पनि एकदमै लाभ मान्नुहुन्छ भित्रभित्र सुकायो नदेख्ने ठाउँमा घाम नपर्ने ठाउँमा त्यसले गर्दा पनि त्यो जाम भएर त्यसले गर्दाखेरि पनि यहाँहरूले रोग लाग्न सक्ने सम्भावनाहरू हुन्छ त्यसैले आफूले युज गरेको कपडा जुन स्पेसली यो कपडा छ यसलाई मजाले धोएर सुकाउने प्रविधि पनि राख्नुहोस् भनेर हामीले डोरी सुकाउने दुईटा क्लिप पनि राखेका छौँ यसलाई युज गरेर यहाँहरूले आफूले चलाएको सेनिटरी न्यापकिन जुन छ यसलाई धुनुहोस् मजाले सानो एउटा साबुन पनि राखेका छौँ अब यो साबुन कसैलाई त हुँदैन तर यो हामीले तपाईँलाई भन्न खोजेको कि यसलाई धुनुहोस् मजाले धुनुहोस् घाममा सुकाउनुहोस् किनभने यो हर कोही छोरी मान्छेलाई हुने कुरा हो कुनै लाभ मान्नुपर्ने कुरा छैन संसारको सृष्टि भनेको छोरी मान्छेबाट हुन्छ त्यही महिनावारीले गर्दै हामीले गर्व पुग्छौँ त्यसैले गर्दाखेरि हामीले बच्चा पाउने हो सो यो कुरालाई चाहिँ लाज घृणा भन्दा पनि एउटा सम्मानको साथ हेरौँ छोरी मान्छेलाई समयमा भिन्न तरिकाले ट्रिट नगरौँ उहाँहरूलाई माया गरौँ यतिखेर सबभन्दा धेरै माया चाहिने समय हो यो बेलामा चाहिँ छिछि छुटु नगरौँ र छोरी मान्छेहरू पनि यो कुरामा नलजाउँ जुन पनि यो फिल्ममा आउनुहुन्छ यो जुन महिला मन्त्री हामीले चौधरी बनाइदिएको छौँ यो यहाँहरूलाई सहज होस् भनेर हो केही महिनावारी भएको बेलामा पनि सहज होस् र अरू बेला पनि सहज हो